दिलमान पाखरिनको बुवा चाहिँ दामन पाखरिन खसमा को हो तपाईँको नजरमा अथवा इतिहास नै रचिसक्यो कपी र किताबै प्रकाशन भइसकेको स्थिति छ को हो खसमा दिलमान पाखरिन यो दामन पाखरिन हजुर अब दामन पाखरिनजीलाई चाहिँ पहिला हाम्रो स्थानीय बोलीचाली भाषामा उहाँ चाहिँ दामन पाखरिन होइन हजुर उहाँ चाहिँ डाबन डाबन जेसिङ नङ्गी डाबन भन्थ्यो कि साबिक सत्यदेवीको 9 नम्बर वडा अनि डाबन शब्दलाई दामन भनेर कसले त्यो बनाइदियो नि अब म भन्दैछु हजुर उहाँलाई चाहिँ डाबन तामाङ भन्थ्यो होइन अनि उहाँको इतिहासमा सबैलाई जगजाहेर भएको कुरा हो उहाँ चाहिँ इन्डियन आर्मीमा भर्ती हुनुभयो अनि जति पैसा ल्याएर चाहिँ उहाँ लगायत अरू पनि अन्य पनि 6 भाइ नै लाउरी थियो अरे अनि जति पैसा ल्याएर दिए पनि त्यो रिजालहरूको ऋणबाट मुक्त हुन नसक्ने त्यो भएपछि त्यसमा सङ्घर्ष क्रान्ति बाहेक अरू विकल्प थिएन अनि त्यो भनेको एउटा समयको माग हो कि जस्तो हाम्रो शरीरमा एउटा के भन्छ यो डन्डीफोर आउँछ नि डन्डीफोर आएपछि हामीले के गर्दै नगर्दा पनि त्यो डन्डीफोर आफै पाकेर फुट्छ नि पिलो आफै फुट्छ नि अब यो ज्वालामुखी फुट्छ नि अब जापानतिर चाहिँ ज्वालामुखी हुन्छ अरे भनेदेखि त्यो अटोमेटिकली त्यो हुनु पर्थ्यो त्यो भयो त्यो चाहिँ उहाँले नेतृत्व गर्नुभयो त्यो बेलामा उहाँको नाम उहाँ डाबन हुनुहुन्थ्यो पछि राजकाजको मुद्दा पर्यो उहाँ मैले थाहा भएको सम्मको कुरा र यो रेल पनि हो अनि जेलमा चाहिँ बिबी बाबुलाई भेट्नुभयो अनि बिबी बाबुले अब जस्तो अब यो जर्नङलाई झारलाङ बनाइदियो नि जर्नङ भन्ने ठाउँ छ उदाहरणको लागि हाम्रो यो अहिले खनेबास वार्ड नम्बर 1 र 2 त्यसलाई चाहिँ साबिक झारलाङ गाविस झारलाङ पञ्चायत भन्ने पनि थियो कि त्यो झारलाङलाई कसरी चाहिँ झारलाङ भयो त भन्दाखेरि पहिला जर्नङ भन्ने ठाउँ थियो त्यो जर्नङलाई झारलाङ भयो ठाउँको नाम त्यस्तै व्यक्तिको नाम पनि अब डाबन भन्दाखेरि उहाँहरूको उसमा यो डाबन भने शब्द चाहिँ कुन शब्द हो म भन्दैछु म चाहिँ बिस्तारी भन्छु है त्यो अलि उदाहरण दिएर तपाईँले एकछिन सुन्ने धैर्य राखिदिनु भयो राम्रो हुन्छ गर्नु अब त्यो जर्नङबाट झार्न भएको जस्तो नै डाबनबाट दामन भयो यो चाहिँ बिबी बाबुले राखिदिनु भएको नाम उहाँको चाहिँ दामन अनि पाखरिन चाहिँ उहाँको थर हो त्यसरी डाबनबाट दामन पाखरिन भयो भनेपछि बिबीले राखिदिनु भएको शब्द त्यो डाबन शब्दलाई चाहिँ दामन भनेर चाहिँ बिबीले राखिदिनु भएको अब दामनजीसँग जीवित अवस्थामा भेट्दाखेरि उहाँले हामीसँग सुख दुःख यस्तै कुराकानी हुन्छ नि त्यो गर्ने क्रममा दामन भनेको यो हो भनेर उहाँले भन्नुहुन्थ्यो र जहाँसम्म दामनकै शब्द उच्चारण गर्ने हो भनेदेखि अब मकवानपुर जिल्लामा अहिले दामन भन्ने ठाउँ पनि छ र अहिले हजुरले चाहिँ मलाई सोध्नु भएको थियो यो डाबन भनेको कुन के हुन्छ भन्नुभएको थियो नि तामाङ भाषामा डाबन भनेको चाहिँ विजेता जित्ने के अब अथवा विजय अब विजय तामाङ विजय कुमार भन्ने नाम हुन्छ नि ठ्याक्कै त्यो विजय भन्नु नै विजेता भन्नु नै यो चाहिँ यो डाबन तामाङ भाषामा डाबन ड्राब्ला भनेको जित्ने के विजेता त्यो हुन जान्छ र उहाँ दामनजी चाहिँ साँच्चीकै डाबन हुनुहुन्थ्यो कि उहाँले जित्नुभयो अन्यायको विरुद्ध अत्याचारको विरुद्ध त्यसलाई उहाँले जितेर अहिलेसम्म चाहिँ त्यो भइराखेको छ अहिले जस्तो तपाईँले भर्खर तपाईँले बोल्दै क्रममा एउटा यो रिजल भन्ने शब्द निकाल्नुभयो यो खासमा रिजल को थियो त्यो बेला रिजलहरू ठ्याक्कै म अब कुन शताब्दीमा कहिले कहाँबाट उहाँहरू आउनुभयो त्यो त थाहा पनि भएन अब इतिहास साक्षी छ यहाँको चाहिँ स्थानीय जातिहरू भनेको तामाङै हो मूल निवासहरू चाहिँ तामाङ नै हो तर रिजालहरू चाहिँ कहाँबाट आयो र कहिले आयो मलाई त्यो थाहा भएन तर आउनु त पछि आएको नै हो रिजाल भन्ने थरहरू हुन्छ यो मैले फेरि अर्को प्रश्न सोधेँ हामीले यो खनियाबास शब्द चाहिँ कसरी राख्न पुग्यो खनियाबास शब्द अब रेको कुरा हो एउटा किम्बदन्तीको कुरा हो खनियाबास चाहिँ मैले अघि यो के हुन्छ भनेदेखि तपाईँको रिजालहरूको बस्ती त्यहाँ आबाद उत्कर्ष चरम रूपमा पुगिसकेपछि त्यहाँ रिजालहरूले नै राखेको त्यो ठाउँको नाम खनियाबास भनेर किन त के को आधारमा राख्यो भन्दाखेरि खनायो भन्ने एक किसिमको एउटा फल हुन्छ अब त्यसको जुन
घाँस पनि राम्रो उम्, अनि त्यसको दाउरा पनि एकदम दमदार हुन्छ, राम्रोसँग चाहिँ दाउरा हुन्छ र त्यसको जरामा एक किसिमको एउटा फल लाग्छ, त्यसलाई तामाङ भाषामा कोसिङ भन्छ र त्यो खनायो भएको कारणले गर्दाखेरि त्यो खनायोको बास भन्ने कुरा पनि सुन्छ र एउटा किंवदन्ती अनुसार मैले के पनि सुनेको छु भनेदेखि उहाँहरू पहिला फर्स्टमा आउँदाखेरि त्यो बेलामा अहिले जस्तो रिसोर्ट होटल केही पनि त्यो हुने कुरा भएन, एउटा ठुलो खनायोको रुख मुनि उहाँहरू भन्नाले को हो? रिजालहरू रिजालहरू चाहिँ खनेबास छिरेको खनायाबास आउँदाखेरि खनायोको रुख पनि बास बस्यो अरे, हजुर त्यो भएर खनायो बास भन्ने ठाउँ पर्न गयो भन्ने चाहिँ किंवदन्तीहरू सुनिन्छ। हजुर, भनेपछि रिजालहरू चाहिँ कहीँ कतैबाट भागेर आएर त्यहाँ बस्यो, त्यसपछि चाहिँ त्यही मुनि बसेपछि त्यही शब्द चाहिँ अपभ्रंश भएर पछि चाहिँ खनेबास बन्न पुग्यो भन्ने कुरा हो। आउन त अब भागेर आयो कि कसरी आयो, अब एक ठाउँबाट अरू ठाउँमा बसासराई गर्दाखेरि अभाव नभइकन कुनै एउटा यो रिजालहरू चाहिँ खासमा अहिलेको शब्दमा के हो, को हो अहिलेको शब्दमा? हजुर, अहिलेको शब्दमा अब एउटा नेपाली अब क्षेत्री बाहुन कास्टभित्रको आर्य समाजको एउटा रिजाल भन्ने थर। अहिले खनेबासमा कति प्रतिशत हुनुहुन्छ अहिले? मेरो जानकारीमा त्यहाँ अहिले एक घर पनि हुनुहुन्न, तर यता कता घडेराहरू चाहिँ छ होला है, त्यो एक घर पनि हुनुहुन्न जस्तो छ त्यहाँ अहिले छैन। तपाईँलाई थाहा पनि हुनुपर्छ यो दामन पाखरिनले विद्रोह गरेर चाहिँ लखेटेको भन्ने कुरा पनि थियो, यो के वास्तविकता हो? यो 2017 सालको कुरा हो यो। हजुर, 2017 साल 2017 सालको कुरा हो। 17 सालमा त्यहाँ अब एक किसिमको चाहिँ त्यसलाई आतङ्क भन्ने कि क्रान्ति भन्ने कि अब त्यस्तो चलेको रहेछ त्यहाँ अन्यायको विरुद्धमा। अब म 2020 सालको जन्म, मैले पनि सुनेको हो नजिकबाट, आफ्नो आमा बुबा हजुरबा हजुरआमा त्यस्तै आफन्तजनहरूबाट सुनेको मात्रै हो र 2017 सालमा यो घटना घटेको रहेछ। रिजालहरूले घटाइदिएको हो कि? रिजालहरूले घटेको होइन, अब त्यही त त्यहाँ दुईवटा गाविस, अहिलेको खनेबास 4 र 5। अहिलेको खनेबास 4 मा दार्खा, त्यहाँ चाहिँ सिंखडाहरू हुनुहुन्थ्यो, अहिलेको खनेबास 5 मा रिजालहरू हुनुहुन्थ्यो र रिजाल र सिंखडाहरूले अन्याय गर्यो, ऋण जति दिँदा पनि ऊ भएन। हुन त अब के अरे राम्रो भित्रमा नराम्रो भित्रमा राम्रो पनि लुकेको त्यो प्राकृतिक कुरा नै हो। अब एक हिसाबबाट हेर्दाखेरि अन्याय अत्याचार गर्यो, शोषण गर्यो। अब एक हिसाबबाट भन्यो भनेदेखि जस्तो अब एउटा सुत्केरी भयो नि तामाङको घरमा, त्यहाँ त अब चामल धान त चाहियो, तर तामाङ घरमा हुँदैन थियो, त्यही रिजालकै घरबाट ल्याउने, त्यही सिंहडाकै घरबाट ल्याउने, त्यहाँ नल्याइकन त अरू विकल्प थिएन, किनभने उहाँहरूको घरमै भगारीमा धान थियो, तामाङको घरमा थिएन। त्यो एक किसिमको त्यो सेवा पनि भयो। तर एक मुठी धान ल्याएपछि अब त्यसको वर्षभरि काम गरिदिनु पर्ने, खेत अथवा बारी त्यो गरेर पनि कागज बनाउँथ्यो, कागज बनाएर पछि बिस्तार पैसा तिर्नु पर्थ्यो कि, मैले पनि अलिअलि थाहा पाउँछ। बल्ल त्यो कागज पैसा तिरेर त्यो कागज च्यातेपछि मात्रै त्योबाट मुक्त हुन्थ्यो। ऋणहरू पैसा तिरेपछि मिना यसै पनि हुने भयो नि, कागज तमुसुक च्यातिन्थ्यो। एक मुठी धान दिएपछि त्यो अथवा एक मुठी धान अथवा एक मुठी कोदो दिएपछि त्यो बाबत अब बर्खामा कुन चाहिँ काम गर्नुपर्ने हो, कुन चाहिँ खेत अथवा बारी रोप्नुपर्ने त्यो गर्नु पर्थ्यो। मैले थाहा पाउँदाखेरि त्यो गरेर पनि फेरि नहुने, फेरि के रह्यो, पैसा रहन्थ्यो 30 रुपियाँ 20 रुपियाँ हुन्थ्यो कि उहाँहरूले नेपाली कागजमा लेखेर त्यो पनि चुक्ता गर्नु पर्थ्यो कि। अनि त्यो चुक्ता गर्न सकिन्न भनेदेखि त्यहाँ फेरि त्यो हली भन्ने हुन्छ, हली बस्नु पर्यो, हली बस्नु पर्थ्यो। बसेर अलि तपाईँले त बस्नु भयो कि भएन? मैले त्यो गर्नु परेन। तपाईँको बुबाले त गर्नुभयो होला? मेरो बुबाले चाहिँ अवश्य, मेरो बुबाले, मेरो दाइहरूले चाहिँ बस्नुभयो। पछि चाहिँ त्यो सिमखडा र रिजालको बस्ती अथवा त्यहाँको उनीहरूको बाहुल्यता चाहिँ कहाँ कसरी दामन पाखरिनले गर्दा उनीहरू भाग्या हो? होइन, मैले थाहा भएछ, मैले अघि नै भने यहाँलाई, म यो भएको चाहिँ 17 सालमा, म जन्मेको चाहिँ 20 सालमा, तर पनि त्यसको अवशेषहरू, त्यसको विषयमा के कुराहरू त पछि पनि थाहा पाइन्छ नि। त्यो तत्काल त्यति बेलामा उहाँहरू भागेको त होइन,
अब त्यो बेलामा नि मुद्दा चल्यो, उजुरी चल्यो, त्यहाँ अदालतबाट चाहिँ फैसला भयो, यताउता धेरै अब कुराहरू चलेपछि उहाँहरू फेरि स्थापित हुनुभयो। तर स्थापित भए पनि समय सँगसँगै के भयो त भन्दाखेरि अब खास कुरा चाहिँ तामाङहरू पनि कोही मास्टर हुनु भयो, कोही नेता भयो, कोही पसल राख्ने बिजनेसम्यानहरू हुँदै गएपछि काम गर्ने मान्छेहरू सुलभ रूपमा पाउन सकेन। अब त्यो भएपछि उहाँहरू बिस्तार यो ठाउँमा चाहिँ हामीले बस्न नसक्ने रहेछ, यो हुन सक्दैन है भनेर उहाँहरूले त्यो जग्गा जमिन बेचेर अहिले चाहिँ काठमाडौँमा हुनुहुन्छ। सबैजना धेरै जसो काठमाडौँमा हुनुहुन्छ। भनेपछि दामन पाखरिनले त्यो बेला चाहिँ क्रान्ति गरेर क्रान्तिको नेतृत्व चाहिँ उहाँले गर्नुभएकै हो र जेल नेल पनि भोग्नु भएकै हो। त्यो बेलाको एउटा शोषण, त्यो बेलाको एउटा दमन थियो जुन दमनको विरुद्धमा, त्यसपछि चाहिँ त्यसलाई चाहिँ विरोध गर्ने चाहिँ दामन पाखरिन गर्दा उनीहरू पछि चाहिँ मुद्दा हारेपछि कता कता जानुभयो। अनि पछिल्लो समय चाहिँ यो अब तपाईँलाई थाहा छ होला जहाँसम्म लाग्छ, यो रुबी भ्यालीमा अस्ति तेलदोर डाँडामा क्रस राखिएको थियो। त्यो क्रस चाहिँ अज्ञात समूहहरूले चाहिँ ग्राइन्डरले काटेर चाहिँ फाल्यो भन्ने विषय अहिले पछिल्लो समय छ्यापछ्याप्ती सामाजिक सञ्जालमा आइरहेछ। यो विषयमा तपाईँको धारणा चाहिँ के छ? मेन कुरा मैले राम्रोसँग बुझ्न पाएको छैन, तर हावा नआइकन पात हल्लिँदैन। त्यो पनि अहिलेको यो डिजिटल जमानामा सामाजिक सञ्जालबाट अब मैले पनि त्यो सामाजिक सञ्जालमा हेरेको हो, स्पष्ट रूपमा चाहिँ त्यहाँ फोटो पनि छ। अब यो के हो त भन्दाखेरि यो संसार, यो पृथ्वी, राष्ट्र अथवा कुनै पनि समाज भनेको एउटा फुलबारी हो। त्यो फुलबारीमा विभिन्न रङ्गी बिरङ्गी विभिन्न जातको फुलहरू फुल्न पाउनुपर्छ आफ्नो ठाउँमा। किन भन्दाखेरि मैले किन सोधेँ भनेको तपाईँ एउटा धार्मिक गुरु पनि हुनुहुन्छ, त्यही भएर मैले यो कुरा सोधेँ। तपाईँको एउटा मनोसही धारणा चाहिँ के रहेछ भनेर, त्यो एउटा क्रस जुन ढाल्यो त्यो विषयमा तपाईँको धारणा चाहिँ के रहेछ भनेर मैले सोधेको। यहाँले राम्रै धारणा राख्नुभयो। अब के राम्रै प्रश्न सोध्नुभयो। अब मैले पनि धारणा राख्ने समय पाएँ होइन, समय जुर्यो। यसो म खुसी नै छु। यसो मैले अघि नै भने यो सबै फुल बगैँचामा सबै फुलहरू फुल्न पाउनुपर्छ कि। र त्यसको सन्दर्भमा अब एउटा चाहिँ मतलब क्रिस्चियन धर्म भन्ने छ नि, त्यो एउटा त्यसको चाहिँ प्रवेश भयो। त्यसको अब त्यहाँ चाहिँ आयो, त्यो क्रिस्चियनप्रति आस्था राख्यो, यो राम्रै कुरो हो, यो स्वागत योग्य कुरो नै हो। र जति पनि धार्मिक संस्थाहरू छ त्योहरू सबै धर्मले राम्रै गर्छु, राम्रै गर्नुपर्छ भनेर एउटा आध्यात्मिक रूपमा, एउटा भावनात्मक रूपमा व्यक्त गरिरहेको हुन्छ। त्यो भएपछि उसको पनि एउटा गुरु हुन्छ, त्यो अनुसार पास्टर भइहाल्यो। अनि त्यो गुरुको पछि अनुसरण गर्ने चाहिँ भक्तहरू हुन्छ। अब त्यसपछि विश्वासी भनेर भन्दो रहेछ। उहाँहरू भएपछि त्यहाँ एउटा समाज बन्यो। समाज बनेपछि होइन एउटा प्रतीकको रूपमा एउटा आस्थाको चाहिँ धरोहर भनेर उहाँहरूले मान्ने चाहिँ अब त्यो चर्च हो, के अरे क्रस हो। अनि त्यसमा आर्थिक जुटायो, चाहे राज्यको तर्फबाट जुटायो कि चाहे व्यक्तिगतबाट जसरी हुन्छ क्रस बनायो, त्यो स्वागत योग्य कुरा नै हो कि। अनि यो ढाल्यो भन्ने कुरा छ, ग्राइन्डरले काटेर त्यो भने खै अब त्यो ग्राइन्डर अब हाते ग्राइन्डरले अब कसले काट्यो, कहिले काट्यो, कसरी काट्यो भन्ने कुरा चाहिँ अब यकिन नभइकनसम्म चाहिँ हाम्रो हुन त हामीले एउटा धारणा प्रस्तुत गर्ने हो। त्यो ढाल्न चाहिँ प्राकृतिक रूपमा ढलेको भए पनि प्राकृतिक रूपमा होइन, अनुसन्धानबाट यो ग्राइन्डरले काटेको, हाते ग्राइन्डरले काटेको भन्ने कुरा चाहिँ भयो। त्यो ढल्न नहुने हो, त्यो प्राकृतिक रूपमै भए पनि र व्यक्तिबाट नै भए पनि त्यसरी चाहिँ गर्न नहुने हो। यो चाहिँ यसले चाहिँ समाजमा अब अलिकति विजलन आउँछ। एक आपसमा एक अरूको अस्तित्व स्वीकार्नुपर्छ। मैले तपाईँलाई पनि त अब भाइ तपाईँ भनेपछि तपाईँले पनि मलाई दाइ भन्नुहुन्छ, मैले भने तपाईँले हो भनिहाल्छ नि भनेपछि एक आपसमा सद्भाव चाहिँ हुनुपर्ने हो। ती समूहहरूले के गर्नुपर्छ अब? कुन त्यो जसरी त्यो आस्थामाथि त्यसरी प्रहार गर्यो, त्यो समूहहरूले चाहिँ के, राज्यले चाहिँ के गर्नुपर्छ अब? तिमी अब राज्य निर्मम हुन्छ, राज्यले के गर्नुपर्छ? त्यो अब जरिवाना तिराएर गर्ने हो कि त्यसलाई सजाय दिने हो कि
होइन एक नम्बरमा त्यो व्यक्तिबाट घटेको घटना हो कि होइन त्यो यकिन हुनु पर्यो। त्यसपछि मात्रै त्यो धारणाहरू भन्नुपर्छ। अब त्यतिकै अब छोरा पाउने कहिले भोट सिक्ने अहिले भनेर अहिले तुरुन्त त्यो भन्नु चाहिँ अलिकति मन गढाउँदै होला। त्यो व्यक्तिले हो कि होइन र व्यक्तिले भयो भने व्यक्ति चाहिँ यकिन भयो कि भएन, पहिचान भयो कि भएन के हो, यो व्यक्तिले नै मान्छेबाट नै घटेको घटना हो र यो व्यक्ति हो भनेर उसले चाहिँ यो कानुनी प्रावधानहरू छ नि। अब जस्तो अब उसलाई पक्रेर ल्यायो यहाँ अनि उसले चाहिँ अदालतको सामु चाहिँ बगपत्र गर्यो भनेदेखि अब त्यो बेलामा मात्रै बल्ल धारणा आउँछ। हुन त हामीले भनेर हुने त होइन, अब यो कानुनले नै सजाय दिन्छ हो भने है। तर यदि होइन भनेदेखि हामीले त्यसरी चाहिँ एउटा यो काल्पनिक कुराहरू गर्नु चाहिँ अलिकति भएन। ठिक छ, धन्यवाद।